भोटेचौर सिन्धुपाल्चोक जिल्लाको सुन्दर पहाडी क्षेत्र हो। यो क्षेत्र काठमाडौँ उपत्यकाबाट नजिक भएकोले पहिले पनि काठमाडौँ र सिन्धुपाल्चोक बीचको आवत-जावत तथा व्यापारिक बाटोसँग जोडिएको थियो। भोटेचौर नामको सम्बन्ध पुरानो समयमा भोट तिब्बततर्फ जाने आउने मानिस तथा व्यापारिक गतिविधिसँग जोडिएको भन्ने स्थानीय मान्यता पाइन्छ। चौर भन्नाले खुल्ला समर्थ ठाउँलाई जनाउने भएकाले भोटतर्फ जाने बाटोको चौर स्थानबाट नाम बसेको हुन सक्ने मानिन्छ। पुरानो समयमा यहाँका मानिसहरूको मुख्य जीवनशैली कृषि, पशुपालन र स्थानीय व्यापारमा आधारित थियो। गाउँ बीच सामानको आदान प्रदान हुने र काठमाडौँसँग पनि सम्पर्क रहने गरिएको थियो। समयसँगै सडक तथा यातायातको विकास भएपछि भोटेचौर काठमाडौँका मानिसहरूका लागि घुमफिर गर्ने, हरियाली हेर्ने र चिसो मौसमको अनुभव गर्ने लोकप्रिय ठाउँ बन्दै आएको छ। आजको भोटेचौरलाई विशेष गरी हरियाली र पहाडी दृश्य, चिसो तथा शान्त वातावरण, चिया बगान, चिया क्षेत्र, काठमाडौँ नजिकको ग्रामीण पर्यटन, स्थानीय संस्कृति र गाउँले जीवनका लागि चिनिन्छ।